ल आज चाहिँ सबैजनालाई स्वागत छ है मेरो भिडियोमा। आजको चाहिँ चेस्ट वर्कआउटको लागि हो, यो बेन्च प्रेस सेन्टर चेस्टको लागि हो। अनि हेर्न सक्नुहुन्छ यो चेस्ट वर्कआउट गर्दाखेरि जेको पनि एक्सर्साइज गर्दाखेरि एकदम बिस्तारै एकदम कन्ट्रोल गरेर हान्ने, वेट थोरै हान्ने तर रेप्स बढी, अनि एकदमै पोजिसन चाहिँ मिल्नु पर्यो है। पोजिसन मिलेन भने चाहिँ अब एक्सर्साइज चेस्टमा पनि पर्दैन अनि इन्जुर हुने सम्भावना पनि बढी हुन्छ। त्यही भएर एकदम मिलाएर गर्ने है। ल हेर्न सक्नुहुन्छ एकछिन रेस्ट गर्नलाई। यो एकापट्टि 20 एकापट्टि 20 40 केजी भयो। रड ठ्याक्क 18 केजी छ। झन् यो ल हेर्न सक्नुहुन्छ, हेर्नुहुन्छ ल एकदम बिस्तारै लाँदाखेरि एकदम बिस्तारै हेर्नु होला, एकदम बिस्तारै। कति रेप भयो? 3 रेप भयो। 5 7 12 रेप हानेको छ है। झन्नै 60 केजी। ल अब यो झन्नै कति छ? 10 30 केजी भयो। 60 केजी। ल झन्डै 80 2 केजीले 80 पुग्दैन है। खास रड 18 केजी, खास रड 20 केजी हुनु पनि 18 मात्रै छ। डेली रड र स्क्वायर रड चाहिँ एक्ज्याक्टली 20 केजी हुन्छ। यो चाहिँ अलि हुन्न। यो बेन्च प्रेस प्याराबेल चाहिँ ठ्याक्क 18 केजीको 5 रेप हानेको छ। आज मैले यसमा चाहिँ थोरै मात्रै रेप्स हानेको छु, नत्र 10-12 रेप्स हान्नु पर्ने। आज मैले थोरै हेभी हान्नलाई पावर लिफ्टको लागि। तर हान्ने चेस्टको एक्सर्साइज गर्दा चाहिँ यही हो, तर रेप्स चाहिँ बढी हान्नुपर्छ, कम वेटमा रेप्स बढी। तर आज त मैले भिडियो बनाउनको लागि वेट बढी हान्नको लागि चाहिँ, वेट लिफ्ट गर्नको लागि चाहिँ मैले थोरै रेप्स हान्न गइरहेको छु। अनि वेट बढी झन् 90 केजी छ। 90 88 भनौँ न, 2 केजी कम छ नि। रड 20 केजी ठ्याक्क पुग्दैन। पैँतिस 70 70 + 18 88। हेर्नु होला, मैले अघि नि सेफ्टी लगाएन। यो हातमा बान्ने हुन्छ नि यो सेफ्टी, यो चाहिँ अलि हेभी आउँदा मात्रै लगाउने। कतिपय मान्छेहरू चाहिँ यो जतिखेर बाँध्दै गरेको हुन्छ, त्यसो गऱ्यो भने ह्यान्ड पावर बढ्दैन है। त्यही भएर हेभी लिफ्ट गर्दा मात्रै युज गर्ने। अनि नर्मली लाइट वेट हान्दाखेरि चाहिँ यो बान्नु पर्दैन, सेफ्टी लिनु पर्दैन। बान्दा त केही फरक पर्दैन, ह्यान्ड पावर कमजोर हुन्छ। ल मैले 2 रेप्स मात्रै हानेको, 2 रेप्स मात्रै हानेको छु। 5 रेप्स जति चाहिँ हान्नुपर्ने हो। 1 2 रेप्स ठ्याक्क। मैले यो चाहिँ रेप्स बढी नै हान्नुपर्छ। अब मैले यो 100 केजी हान्नलाई गइरहेको छु। 100 केजी 98 भनौँ। अनि यो रड एक्ज्याक्टली 20 केजी पुग्दैन है। यस 5 केजी 5 रेप्स हान्नु पर्नेमा मैले 2 रेप्स मात्रै हानेको छु आज वेट लिफ्ट गर्नको लागि। ल यो पनि सक्यो 98।
आजको मेरो टार्गेट च्यालेन्ज भनौँ न मैले 105 केजी है 98 भयो यो सानो सबैभन्दा पछाडि हालेको वेट 1 केजीको 1 केजी ठ्याक्क 100 हुन्छ 2.5 ठ्याक्क 5 केजी 105 केजी आजको पिआर च्यालेन्ज हेर्न सक्नुहुन्छ है 1 2 ल आजको च्यालेन्ज पनि पुरा भयो अब मेरो च्यालेन्ज चाहिँ अर्को भिडियोमा चाहिँ 110 केजीको छ अनि मैले सर्ट भिडियोमा हाल्न खोजेको थिएँ मैले फोन चाहिँ तेर्सो पारेर खिचेको कारणले गर्दाखेरि चाहिँ सर्ट भिडियोमा नजाने रहेछ त्यही भएर यो लङ भिडियोमा हालेको सायद 110 केजी चाहिँ म सर्ट भिडियोमा हाल्नेछु अनि हाल्ने तरिका पनि म हेर्न सक्नुहुन्छ राम्ररी एकदम कन्ट्रोल गरेर लानुपर्छ है त भिडियो लामो हुन्छ भनेर चेस्टको चाहिँ धेरै हुन्छ बेन्च प्रेस भयो यो इन्क्लाइन यो अप्पर चेस्टको लागि डिक्लाइन लोवर चेस्टको लागि अनि इन्क्लाइन डम्बल प्रेस डिक्लाइन डम्बल प्रेस बेन्च प्रेस डम्बल सबै हुन्छ तर मैले यो बेन्च प्रेसको लागि मात्रै मैले भिडियो बनाएको छु किनभने लामो हुन्छ नि त भिडियो त्यही भएर मैले सेन्टर चेस्टको लागि मात्रै सबै भिडियोलाई हेर्नु होला अब चाहिँ मैले 10 रेप सायद हान्छु होला है यो है अब चाहिँ अहिलेको चाहिँ वेट लिफ्टको लागि मात्रै त्यसमा चेस्टको एक्सर्साइज हुँदैन 1 2 एक्सर्साइज बिस्तारै लाने एकदम कन्ट्रोल गरेर लाने 3 झन् 80 केजी छ 78 केजी कति 4 5 7 8 9 यहाँ ठोक्यो 8 रेपमा ध्यान चाहिँ अघि हेभी हाने यो चाहिँ अब मैले इन्क्लाइनको लागि इन्क्लाइन भनेको चाहिँ अप्पर चेस्टको लागि अहिलेको तेर्सो सुतेर बेला थियो भने अलिक ठाडो पारेर हाने यो बेन्च बेग्लै छ है अप्पर चेस्टको लागि हेर्न सक्नुहुन्छ तल वेट झार्दाको चाहिँ एकदम बिस्तारै कन्ट्रोल गरेर जाने त्यसो गर्दाखेरि चाहिँ हेभी वेट हान्दा पनि इन्जुर हुँदैन अनि आफूले कन्ट्रोल गर्न सकिन्छ नत्र अलिक बढी वेट हाल्यो भने कन्ट्रोल गर्न सकिने सोल्जर बेग्लिने इन्जुर हुने अनि फेरि किच्याउन सक्छ बडी वेटले यहाँ धेरै हान्नु पर्दैन खासै कुनै पनि वर्कआउटको लागि चाहिँ हेभी लिफ्ट गर्नु पर्दैन एक्सर्साइजको लागि वेट कम रेप्स बढी तर मैले आज चाहिँ भिडियो बनाउनको लागि मात्रै मैले हेभी लिफ्ट गरेको यहाँ म 78 भन्दा बढी म हान्दिनँ 58 केजी छ यसमा पनि रड साइड है वेट चाहिँ 40 मात्रै छ रड 18 केजीको फेरि सक्नुहुन्छ है बिस्तारै एकदम जाने 80 केजी 78 1 2 एकदम लाँदाखेरि बिस्तारै लाँदाखेरि एकदम होल्ड गरेर बिस्तारै ठेल्दाखेरि जोडले ठेले पनि चाहिँ एकदम बिस्तारै लाँदाखेरि एकदम कन्ट्रोल हेर्नु होला यस बिस्तारै यो बेन्च प्रेस र इन्क्लाइन बेन्च प्रेस अप्पर चेस्टको लागि सक्यो यो पनि अप्पर चेस्टकै लागि हो यो 30 केजी एकदम बिस्तारै है यो पनि सेम हो एकदम कन्ट्रोल गरेर बिस्तारै झार्दाखेरि बिस्तारै यस बिस्तारै हेर्नु होला एकदम बिस्तारै है बिस्तारै एकदम कन्ट्रोल यस अनि मात्रै राम्रो पर्छ है डाङडाङ डुङडुङ हानेर गन्डाङ गन्डुङ त्यो हानेको त्यो इन्जुर बडीले इन्जुर गर्ने काम मात्रै हो एकदम कम वेटमा एकदम कन्ट्रोल ल यो 35
एकदम बिस्तारै 1 2 अलि यो चाहिँ गाह्रो भइरहेछ 35 केजी हैन 3 4 तर यत्रो वेट हान्नु पर्दैन 35 30 वेट हान्नै पर्दैन 20 25 बरु सक्दो 15-20 रेप हाने पनि मजाले पर्छ खासमा चाहिँ मैले बडी पनि देखाउनु पर्ने तर मलाई अलि बडी देखाउने अलिक कन्फिडेन्ट नभएर मैले देखाइन हल्का रेस्ट 5 मिनट रेस्ट है मैले यो भिडियो काटेर बनाएको 5 मिनट रेस्ट कुनै पनि एक्सरसाइज गरिसकेपछि रेस्ट गर्दै हान्ने ल फेरि 35 हो अलि गाह्रो भएको छ लास्ट 1 2 ल आजलाई यो भिडियो पनि सकिन आँट्यो सबैजनालाई अर्को भिडियोमा अब डिक्लाइनको लागि अनि डम्बल फ्लाई अरु थुप्रै चाहिँ चेस्टको एक्सरसाइजहरु भयो बाडाबाट पनि हान्नुहुन्छ अर्को भिडियोमा ल्याउने चाहिँ लामो हुन्छ भने मैले ल्याइन